किलोमिटर अगाडिबाट बिना कारण डिटेन गरेको थियो, एकदमै आर्बिट्रेरी प्रकारले डिटेन गरेको थियो। आज मजदुरहरूको संगठित शक्तिले गर्दाखेरि बिना कारण उहाँहरूलाई कस्टडीबाट छोडेको छ। यो सम्पूर्ण मजदुर वर्गको प्रथम जित हो, यसलाई हामीले स्वीकार गर्नुपर्छ। अर्को कुरा हामीलाई याद छ, 1 मेको दिन हामी सम्पूर्ण मजदुर वर्ग श्रमिक वर्ग मिलेर हामीले मे डे मनाएको थियौं। मे डेको इतिहासलाई हामीले हेरौं, 1886 मा अमेरिकाको हे मार्केटको चिकागो भन्ने ठाउँमा मजदुरहरूले केवल 7 घण्टा अथवा 8 घण्टा मात्रै काम गर्नुपर्छ भनेर हजारौं मानिसहरूले आफ्नो ज्यान बाजी लगाएका थिए। त्यही कारण आज त्यो कानून विश्वभरि छ, केवल मजदुरहरूले 8 घण्टा मात्रै काम गर्नुपर्ने, 8 घण्टा सुत्नुपर्ने र 8 घण्टा रेस्ट गर्नुपर्ने स्थिति छ। र त्यो समयमा जुन चाहिँ गरेको काम छ, त्यो काम गरेको पैसाले चाहिँ मजदुरहरूको एउटा जीवन छ नि, जुन चाहिँ गुणस्तरीय जीवन मजदुरहरूले जिउन सक्नुपर्छ भनेर चाहिँ त्यो कानून बनिएको। तर अहिले हाम्रो सिक्किमको इतिहासमा हेरौं, वर्तमान सिक्किम सरकार जब विपक्षमा थियो, विपक्षमा हुँदाखेरि हामी सत्तामा आइसकेको 100 दिन भित्रमा हामी 20,000 बनाउँछौँ। मजदुर वर्गहरूले 100 दिन पूरा भयो, मजदुर वर्गहरूले पर्खे। 200 दिन, 1 वर्ष, 2 वर्ष, 3 वर्ष पूरा हुन्जेलसम्म पनि मजदुर वर्गले पर्खेको हो। 3 वर्षसम्ममा उहाँहरूको वचन पूरा नहुँदाखेरि अस्ति 1 मेको दिन सम्पूर्ण मजदुर वर्ग भेला भएर के डिसाइड गरे भन्दाखेरि चाहिँ अब हामी सामूहिक रूपमा संघर्ष गरेर जुन चाहिँ हाम्रो न्यूनतम ज्याला छ, न्यूनतम ज्यालाको वृद्धि हुनुपर्छ र श्रमजीवी वर्गले आफ्नो जुन चाहिँ पसिनाको कमाई छ, सही पसिनाको कमाई पाउनुपर्छ भनेर संघर्ष गरेको हो। हिजोसम्म हेरौं, जब मजदुर वर्गले एक भएर 1 मेको दिन संघर्ष गरे, त्यही दिन मुख्यमन्त्रीले आफ्नो बयानमा के भनेका थिए भन्दाखेरि हामी आजदेखि नै मजदुरहरूको महिनाको 15,000 तलब बनाउँछु भनेर भनेको। तर हामीले हेर्यौं भने 1 मेदेखि त्यो घोषणा त गरियो, मजदुर वर्गहरूले महिनाको 15,000 सेलेरी पाएनन्। उहाँहरूले 60 दिनको टाइम माग्नुभयो। जनताहरूबाट सजेसन र त्यसको प्रतिक्रियाको लागि 60 दिन समय माग्नुभयो। मजदुर वर्गले एकदमै शान्तपूर्वक बसेर 60 दिनको समय सरकार र विभागलाई दिएको हो। त्यो समय बित्दाखेरि जब मजदुर वर्गले आफ्नो हक र अधिकारको कुरा गर्दाखेरि सरकारले नाना थरीको कुरा गरेर मजदुर वर्गको आवाजलाई दबाउन अस्ति 11 तारिक प्रयास गर्यो। यो हामीलाई थाहा छ। त्यो हुँदै मजदुर वर्गहरूले हिजो एल्केम कम्पनी बन्द गरे। एल्केम कम्पनी बन्द गरेर त्यहाँका मजदुरहरूले यदि हाम्रो न्यूनतम ज्याला चाँडो भन्दा चाँडो पूरा गरेन भने भोलि हामी हाइवे ब्लक गर्छौं भनेर एउटा घोषणा गरेका थिए। यही घोषणाको डरले गर्दाखेरि सिक्किम कायर मोर्चाले हाम्रै दाजुभाइहरू जो पछाडि पुलिस प्रशासन हुनुहुन्छ नि, जो साना साना औदामा हुनुहुन्छ नि, उहाँहरूको दाजुभाइ दिदी बहिनी पनि फार्मास्युटिकल कम्पनीमा काम गरिरहेको, हाइड्रो पावर प्रोजेक्टमा काम गरिरहेको छन्। साथीहरू, हामी चिन्ता मान्नु पर्दैन। मजदुर वर्गको यस्तै संगठित शक्तिले कुनै दिन उहाँहरूलाई पनि आफ्नो उर्दी फुकालेर हाम्रो पक्षमा आउने एकदमै बनाउँछ। यो हाम्रो मजदुर वर्गको सिक्किमको इतिहासले हेरौं साथीहरू, एउटा कुरा गर्न चाहन्छु, सरकार मात्रै भोटको आधारबाट परिवर्तन भएर केही हुँदैन। जब भूतपूर्व सरकार थियो सिक्किम डेमोक्रेटिक फ्रन्ट, त्यतिखेर पनि यही मजदुरहरूले पवन कुमार चामलिङ भूतपूर्व मुख्यमन्त्रीको 1 महिना 1.5 महिनासम्म पनि आन्दोलन गरिया गरेको हो। आज सिक्किम क्रान्तिकारी, कथित सिक्किम क्रान्तिकारी मोर्चाको केही व्यक्तिहरूले जसको स्वार्थ पूरा भएको छ, जसको क्रान्ति भनेको चाहिँ केवल अगाडिको मान्छेले खाइसकेका थिए, अब हामी खान्छौं भनेर एउटा क्रान्ति गर्ने विषय थियो नि, उहाँहरूको सपना पूरा भयो। उहाँहरू चेयरम्यान भए, उहाँहरू मिनिस्टर भयो। उहाँहरूले चाहिँ मजदुरहरूले न्यूनतम ज्याला पाउनुपर्छ भन्दाखेरि चाहिँ आज यो मजदुर वर्गलाई कसैले उक्साउँदैछ, यो मजदुर वर्गलाई कसैले भड्काउँदैछ भनेर ती दलालखोरीहरूले चाहिँ आज भनिरहेको हामी पाउँछौं। हामीले हेरौं, मजदुर वर्गहरू आफ्नो अधिकारबाट भूतपूर्व सरकारमा पनि वञ्चित भएको थियो, यो सिक्किम कायर मोर्चाको शासनकालमा पनि वञ्चित छ।
यदि भोलि हामीले हाम्रो गुणस्तरीय जीवन एउटा क्वालिटी एउटा लाइफ जिउन चाहन्छौँ भने हाम्रो लक्ष्य भनेको चाहिँ सामूहिक रूपमा प्रजातान्त्रिक आन्दोलन हो। इतिहासले हेरौँ, भारतको इतिहास इलेक्सन भएर ब्रिटिसले छोडेर गएको होइन। नेपालको इतिहास हेरौँ, राणा शासन मासिएको छ, त्यो राणा शासन भोट हालेर मासिएको होइन। रसियाको उदाहरण हेरौँ, जारको शासन त्यतिकै मासिएको होइन। जापानको उदाहरण हेरौँ, चाइनाको उदाहरण हेरौँ, त्यहाँ जति क्रान्ति भयो, समाज परिवर्तन भयो, यही संगठित शक्तिले मजदुर वर्गले नै चाहिँ सामूहिक रूपमा संघर्ष गरेर समाज परिवर्तन भएको र आफ्नो हक अधिकार लडेर पाएको हामी इतिहास पाउँछौँ। अर्को कुरा मजदुर वर्गको संघर्षको जित हेरौँ। हिजोसम्म हामीलाई सजेसनको लागि अझै यो हायर अथोरिटीमा पुग्नुपर्छ 60 डेज भन्दा पनि भनेर 11 तारिक लेबर डिपार्टमेन्टले कन्फरेन्स गरेको हामी सबैलाई याद छ। तर हिजो मजदुर वर्गले भोलि चक्काजाम गर्छु भन्दाखेरि सरकार, कायर सरकार रातारात नसुतिकिन राति नै नोटिफिकेसन यो नोटिफिकेसनमा मजदुरहरूले अब महिनाको 15,000 न्यूनतम ज्याला पाउँछन्। नोटिफिकेसनमा स्पष्टीकरण गरिएको छ। अर्को कुरा, हाम्रो अगाडि 1 मेको माग हेरौँ। 1 मेको माग भनेको केवल महिनाको 15,000 होइन, महिनाको 21,000 रुपियाँ मजदुरहरूले पाउनुपर्छ भनेर यो मजदुरहरूले गरेको संघर्ष हो। यो संघर्षको एउटा ठूलो जित 9,000 देखि 15,000 भएको। आजको भोलि समाज परिवर्तन भएको छैन। हाम्रो लडाई आजको भोलि सकिने होइन। यो लडाईलाई युग युगसम्म भविष्यसम्म बचाइराख्नु तपाईँ हाम्रो जिम्मेवार हो। आज हामीले 15,000 प्राप्त गरेका छौँ र यस्तै खालको संघर्षले हामी भविष्यमा मजदुरहरूले आफ्नो न्यूनतम ज्याला 21,000 पनि हामी हासिल संगठित शक्तिले गर्छौँ। अर्को कुरा, यो संघर्ष भनेको केवल झिल्का मात्र हो। अघि मैले भनिहालेँ। हेर्नुहोस्, हाम्रो संघर्ष केवल महिनाको न्यूनतम ज्याला 15,000 र 21,000 पाउनु मात्रै पनि होइन। सिक्किममा हेरौँ, अहिलेसम्म मजदुर वर्गको एउटा युनियन फर्म गर्ने सिक्किममा कानून छैन। जबसम्म मजदुर वर्गको आफ्नो युनियन हुँदैन तबसम्म यी दलाल सरकारहरूले, कम्पनीको म्यानेजर गरिरहेको सरकारहरूले, जसलाई इलेक्सनको टाइममा यही कम्पनीहरू, यही निजी कम्पनीहरूले करोडौं रुपियाँ फन्ड गरेको हुन्छ। तपाईँ हाम्रो मजदुरको, श्रमिकको र जनसाधारणको गन्ती कतिखेर आउँछ भन्दाखेरि इलेक्सनको टाइममा जब भोट हाल्ने समय आउँछ। भोट हाल्ने समयमा 100 दिनभित्रमा 21,000 हुन्छ, 20,000 हुन्छ। मजदुरहरूको कानून हामी पारित गर्छौँ भनेर त्यतिखेर सरकारले घोषणा गर्छ। अर्को कुरा, हामी सरकारमा आएको 10 दिनभित्रमा वर्तमान सिक्किम सरकारको हामीले हेर्यौँ भने राजनीतिक सचिव जेकब फालिङ जब भूतपूर्व सरकार हुँदाखेरि उहाँले पनि आन्दोलनमा आएर यो बयान दिनुभएको छ। तपाईँलाई थाहा छ, हामी सत्तामा आइसकिसकेपछि लेबर कन्ट्र्याक्ट सिस्टम हटाउँछौ भनेर भनेको छ। हेर्नुहोस् है, आज सपोज उदाहरणको लागि कम्पनीले तपाईँहरूको ज्याला दिनको 500 दिएको छ भने लेबर कन्ट्र्याक्टले 200, कन्ट्र्याक्टरले 200 खाएर तपाईँहरूलाई 300 रुपियाँ दिन्छ। ऊ बसिरहेको हुन्छ, उसले श्रम गर्दैन। श्रम नगरिकन दिनमा एकजनाकोबाट उदाहरणको लागि 200 रुपियाँ जस्तो खाइरहेको हुन्छ। यो व्यवस्थालाई मास्छु भनेर सिक्किम कथित क्रान्तिकारी मोर्चाले भनेको आज मजदुरहरूले 10 दिन छोडिदेऊ, 100 दिन छोडिदेऊ, 1 वर्ष छोडिदेऊ, 3 वर्षसम्म पर्खिराखेको छ। तर आजसम्म पनि लेबर कन्ट्र्याक्ट सिस्टम चाहिँ यो सिक्किम सरकारले हटाउन सकेको छैन। बरु जसले पहिला लेबर कन्ट्र्याक्टर थियो भूतपूर्व सरकारमा, त्यतिखेर पनि मजदुरहरूको खुन पसिना जसले खाएको थियो, मजदुरहरूको आवाजलाई यसरी हाम्रै दाजुभाइहरू प्रयोग गरेर, कोर्टको प्रयोग गरेर, एफआइआर को डर देखाएर जसले दबाएको थियो, त्यो मान्छेहरूलाई आज के गरेको छ थाहा छ नि तपाईँहरूलाई? सिक्किम सरकारको मन्त्री बनाएको छ। तपाईँ हामीले थाहा छैन। त्यही कारण साथीहरू, मैले अघि भनिहालेँ, हाम्रो उद्देश्य भनेको आतंक मचाउनु र कसैलाई एकदमै दुःख दिनु र कष्ट दिनु होइन। हाम्रो संघर्षले भनेको केही न केही सामूहिक रूपमा कुनै न कुनै एउटा निश्चित कुरा हासिल गर्नुपर्छ। जुन कुरा आज हामीले ठुलो हासिल गर्यौं 15,000 महिनाको, र हाम्रो साथीहरूलाई, 3 जना साथीहरूलाई फर्किँदै गर्दाखेरि 1 किलोमिटर, कम्पनीको 1 किलोमिटरबाट बिना कारणवश हाम्रो दाजुभाइहरूलाई प्रयोग गरेर, उहाँहरूको गोजीको कानून प्रयोग गरेर सिक्किममा अहिले प्रजातन्त्र छैन। तपाईँ हामीलाई थाहा छ, सिक्किममा अहिले सही प्रकारको कानून चलेको छैन। यहाँ गुण्डा राज चलिरहेको छ। भारतको सन्दर्भमा हेर्दाखेरि
कुनै पनि राज्यमा एउटा हामीले हेर्यो भने प्रायर नोटिस नदिइकन कोही मान्छेलाई डिटेन गर्न सक्दैन र एरेस्ट पनि गर्न सक्दैन। त्यो हामीलाई कसले दिन्छ भन्दाखेरि भारतको संविधानले, हाम्रो मौलिक अधिकार हो, आर्टिकल 19(1)B ले चाहिँ हामीलाई दिएको हुन्छ। कुनै पनि मान्छे देशको कुनै पनि भागमा खुल्ला रूपमा हिँड्न पाउँछ हतियार नबोकिकन। के हाम्रा साथीहरूले हतियार बोकेका थिए? साथीहरूको गोजीमा बम, बन्दुक, हतियार खुकुरीहरू थियो? कायर मोर्चाले बिना कारण हाम्रो दाजुभाइले प्रयोग गरेर हिजो नाम्ची लगेको थियो र आज संगठित शक्तिले गर्दाखेरि बिना कारण छोडेको छ। यो हामी सम्पूर्ण मजदुर वर्गको जित हो। र अर्को कुरा, जुन चाहिँ आजको यो हाम्रो यहाँ जमघट छ, यो जमघटलाई हामी आज सायद यहाँ अन्त गर्नुपर्छ। र सुन्नुहोस्, तपाईहरु हामी सबै एकैचोटि आक्रोशमा आएर हामी कुनै कुरा हासिल गर्न सक्दैनौं। यदि हामीले ठूलो कुरा जित्नु छ भने 2 कदम अगाडि सर्दैछौँ भने, समस्या आउँदैछ भने हामी 3 कदम पछाडि फर्केर फेरि 5 कदमको लागि हामी अगाडि सोच्नु पर्छ। त्यही कारण 15,000 हाम्रो ठूलो जित हो। अर्को हाम्रो साथीहरूको रियाको लागि हामीले जुन चाहिँ माग गरेको थियौं, विदाउट एकदमै कुनै पनि उयो बिना चाहिँ उहाँहरूको सेक्युरिटीहरू केही नराखिकन, उहाँहरूलाई लयर नलगाइकन उहाँहरूलाई कस्टडीबाट रिलिज गर्नुपर्छ भनेर भनेको थियो। त्यो माग पूरा भयो। अर्को कुरा, यदि भोलिदेखि कम्पनीले नोटिस जारी गर्दैन भने, यदि यहाँका मजदुरहरूलाई कुनै पनि कम्पनीले दबाउँछ भने, कम्पनीबाट यो आन्दोलनमा आएको कुरामा भिक्टिमाइज गर्छ। पार्टीको कार्यकर्ताहरूले पनि कान खोलेर सुन्नुहोस्। हाम्रो साथीहरूलाई कुनै पनि सीएलसी मेम्बरले, कुनै पनि मन्त्रीले, कुनै पनि राजनीतिक सचिवले, मजदुर वर्गको लेबर फ्रन्टको सेक्रेटरीले, चेयरम्यानले कुनै व्यक्तिहरूलाई धम्की दियो भने त्यसको परिणाम आज खुल्ला रूपमा देखिरहेको छ। आज हेरौँ, हिजो एल्केम फार्मास्युटिकल कम्पनीकोले आन्दोलन गर्छु भन्दाखेरि शनिबारको छुट्टीलाई प्रिपोन्ड गरेर आज छुट्टी दियो कि दिएन? छुट्टी दिँदाखेरि पनि तपाईहरुको स्यालेरी पाइरहनु भएको छ, तर पनि आफ्नो अधिकारका लागि तपाईहरु लड्न आइरहनु भएको छ। भनेपछि भोलि पनि यदि हाम्रो शक्तिलाई दबाउन चाहन्छ, हाम्रो अधिकारलाई दबाउन चाहन्छ भने भविष्यमा हाम्रो अधिकार हामी यसरी नै लडेर पाउँछौं। र तपाईहरुलाई अन्त्यमा के आह्वान गर्न चाहन्छु भन्दाखेरि, सिक्किममा मजदुर वर्गको लागि संघर्ष गरिरहने संगठन केवल एउटै मात्र संगठन हो। हेरौँ, भूतपूर्व सरकारमा पनि यही संगठनले, सिक्किम प्रोग्रेसिभ फोरमले लडेको थियो। तमाम राजनीतिक दलहरू, पक्ष विपक्षहरूको उहाँहरूको कतिको आफ्नै महत्वाकांक्षा छ। तपाईले देख्नु भएको छ, सिक्किम प्रोग्रेसिभ युथ फोरमले भूतपूर्व सरकारमा पनि निस्वार्थ भावनाले तपाईहरुसँग सडकमा थियो, वर्तमान सरकारमा पनि सडकमा छ। भोलिको दिनमा जहाँ मजदुरहरूको अधिकारलाई कुल्चिने प्रयास गरिन्छ, गरिबहरूको अधिकारलाई खोसिने प्रयास गरिन्छ, श्रमजीवी वर्गको पसिनालाई मुटो पार्ने प्रयास गरिन्छ, त्यतिखेर सिक्किम प्रोग्रेसिभ युथ फोरम तपाईहरुसँग रोडमा हुन्छ। किनभने सडक हाम्रो हो। सडकको धनी भनेको चाहिँ तपाई हामी हो। उहाँहरू सत्ताको धनी होला, सत्ता परिवर्तन होला, तर तपाई हाम्रो संघर्ष भनेको आज मात्रै नभएर भविष्यसम्म पनि बाँचिरहन्छ भन्दै जुन चाहिँ आजको भिड छ, यो भिडलाई हामी अन्त्य गर्छौं। र भोलि यदि कम्पनीमा नोटिफिकेसन आएन भने, अघि भनिहाले, आन्दोलन सकिएको छैन, पर्सिदेखि फेरि कम्पनी बन्द हुन्छ। हाम्रो विजय सधैँ छ, हाम्रो विजय सधैँ छ, पछि हट्ने छैन, पछि हट्ने छैन। यो माटो हाम्रो, जिन्दाबाद जिन्दाबाद। ल मजदुर एकता, मजदुर एकता, मजदुर एकता जिन्दाबाद, श्रमिक एकता, श्रमिक एकता, श्रमिक एकता जिन्दाबाद। Long live workers' unity, long live, 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 long live. मजदूर एकता जिंदाबाद, 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 श्रमिक एकता जिंदाबाद, जिंदाबाद, जिंदाबाद। Long live SPYF, long live, long live, long live, long live SPYF, long live, long live, long live, long live workers' unity, long live, long live, long live। निजी कंपनी होश
होशियार निजी कंपनी होशियार मजदूर एकता जिंदाबाद म साथीहरु यति भन्दै जुन चाहिँ आजको हाम्रो भिड छ तपाईहरुले एउटा शक्ति प्रदर्शन गर्नुभएको छ यो शक्ति प्रदर्शनलाई केवल आजको लागि मात्र हामी अन्त्य गर्छौं र भोलिदेखि मजदुरहरूको अधिकार प्राप्त भएन भने भविष्यमा मजदुरहरूले युनियन फर्म गर्ने अधिकार हासिल गरेनन् भने लेबर कन्ट्र्याक्ट सिस्टम हटेन भने मजदुरहरूले महिना